हेलो साथीहरू नमस्कार हजुर सबैलाई ह्याप्पी तिहार एन्ड आज चाहिँ म तपाईहरुलाई सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु है बिहानभरि काम गरेर अब हाम्रो उता भित्र टिका लगाउने कार्यक्रम भइरहेछ म चाहिँ यहाँ तपाईहरुलाई आजको हाम्रो खानाहरू देखाउन गइरहेको छु। हेलो साथीहरू अब हजुरहरुलाई मैले बनाएको खानाकुरा देखाउन गइरहेछु खानेकुराहरू यहाँ देख्नुहुन्छ तपाईहरुले लेग पिस भन्नाले मतलब रोस्टिङ चिकन रोस्टिङ एन्ड यो फिस रोस्टिङ देन यो चाहिँ भेज सब्जी हो हैन यसो मासु खाँदा गलिन्छ नि त अलिकति वाक्क हुन्छ नि त त्यही भएर यो चाहिँ अलिकति भेज बनाएको हो हैन मैले चना मटर मात्रै छ फ्राई मात्रै एन्ड यहाँ गएर भन्नुहुन्छ भने स्पाइसी छ हाम्रो यो जाते कलेजो भन्छ नि हो यो छ अनि यहाँ छ अचार एन्ड विशेष गरेर भन्नुपर्दा हाम्रो छ मेन भनेको नेपालीको मेन भनेको गोर्खाली अचार हो नि त अनि यहाँ गोर्खाली अचार बनाएको छ एकदम स्पाइसी एन्ड टेस्टी छ ल अब चिप्सहरू छ यहाँ अनि यसको लागि तपाईहरुलाई रेसिपी चाहियो भने मलाई भन्न सक्नुहुन्छ म तपाईहरुलाई ल्याइदिन्छु रेसिपी एन्ड ल अब चाहिँ सबैलाई भोक लागिसकेको छ त्यसकारण यहाँ हाम्रो चल्ला चल्लीहरू सबजना खानाको लागि रेडी भएर बस्नुभएको छ भोक लाग्यो भने अनुहार बिगारी ल अब चाहिँ म खाना पस्किन गएँ बाइ।